को हुनुको फाइदा है उसो भए कहाँ भेटाउँथ्यो त यहाँमा यस्तरी भेटाउँथ्यो यहाँ रसम हुँदैछ के रसम हुँदै हो म त बोल्नै बिर्सेछु भाइ लगाइ जब यहाँ के हुँदैछ अब यहाँभित्र हाल्ने अरे यो के पछाडि बसेर हात दिनु तलबाट यी गाईहरूको न खुट्टा दुख्छ न पेट दुख्छ न टाउको दुख्छ केही नदुख्दो रहेछ नाचेको नाचेछ हाम्रो गाउँको जतिहरू झन् नाच्नै हो आमा नाच्न त एक नम्बरहरू रहेछ है त्यो सबै फेरि नाच्न नजानी नाच्नेहरू होइन कि नाच्न जानेरै नाच्न जान्नेहरू रहेछ त्यत्रो नाच्नेको हुलमा सिधै त्यो टोलमा मैले थाहा पाएको यो एउटा रहेछ ननाच्ने लौ सब यिनीहरूकै टोलको हो सब नाच्छ यो मात्रै ननाच्ने रहेछ दिदी पनि नाच्छ फेरि यसको त ल हेर यहाँ अब जुत्ताको बार्गेनिङ गर्न यहाँ बार्गर दुइटै यति बार्गेनिङ गर्न सक्ने छ सक नसकेर हुन्छ साथीहरू जाऊ गर खोइ कति धेरै भन्यो भने त हामी त नयाँ जुत्ता किन्छौँ भन है हिँड न खोइ कहाँ हो के जुत्ताको बार्गेनिङ गर्ने त्यहाँ चाहिँ कामै छ कि जुत्ताको बार्गेनिङ त खोइदिनु कता गयो जुत्ता दिनु के चलिरहेको अहिले होइन अझै उहाँ जुत्ताको कति माग्ने भनेर खासर खुसुर हुँदैछ साथीहरूको गफ हेर्नसँग कति माग्ने भनेर उहाँ कति भन्यो हो यहाँ बिचमा बिच के भन्नुभएको छ हजुरले बाटो मिल्दैछ छैन नम्बरै हजुर अङ्कल अझै यति हुनुहुन्थ्यो के यहाँ बार्गेनिङ गर्न रेडी भइरहेछ है आफू चाहिँ यहाँ बार्गेनिङ गर्न रेडी हो हामीले चाहिँ केही नसुन्दो रहेछ छैन यता हो का यता हो कस्तो हुन्न हजुर 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 त्यहाँ जान्दैछ सालुले भात पाउनु हुँदैन सबै सालुले मैले हो के दिने पैसा यता दिने हो नानी हो यता यता पैसा खाली यता आउ न तर खाली खुट्टै भन ल यता आउ नानी यता हो के भने के सुन यता राख कुरा यता पैसा दिने यता हो अनि कहाँ उता भनेर हुन्छ यता पैसा साथेर बस्नुपर्छ मान्छे मान्छे बाजे खरा हुनुहुन्छ नि आएको छ भन्ने कुरो हुन्छ त्यहाँनिर फेरि जम्मै यतै ल्याएर फेरि तिमीले क्यार्ने उहाँ 60 लाख ल्याएर कि फुच्ची फेरि उतै मात्रै जानी पैसा एउटाले लेखानी गर्न पाउने अब हामीले पाइन्न है अब अले पाउने कुरो गर्न पर्दैन ल 60,000 रुपैयाँ कताको 60 10 आउँछ 60 रुपैयाँ दियो 60,000 मा कतिवटा जिरो हुन्छ अनि थाहा नभएको नानीहरुले पहिला भन्न त 60,000 मा कतिवटा जिरो हुन्छ अब गोइनीहरु त्यो
पहिला दिदीको खुसी छ यो छैन छुट्टै छ भने 60,000 मा कतिवटा जिरो हुन्छ भन त ल भन 60,000 मा कतिवटा जिरो हुन्छ भन ल ल ए पैसा सँगै साली नि जाने भयो रेडी भौ न त भने हाम्रो जुत्ता किन्छ अर्को टटाए के के को धुवा आइगयो के मलाई ल त्यस्तो गर्न चाहनुहुन्छ भने दिइहाल्नुस् हैन मानिहाल्नुस् नचाहने यहाँ ढिलो भयो चाहना सक्नु छ यता फर्कन बिरियानी दिदिनले भिनाजुलाई बिरियानी दिएको जुत्ता ओके अलि चर्कोले भन्न त सुनेन के जुत्ताको पनि रसम गर्नुपर्छ हैन पैसै त्यति साह्रो माग्ने हैन नि त दामले कति होला 60 रे 1 2 3 4 60 त्यही भएर 60 मा कति 60,000 मा कतिवटा जिरो हुन्छ भनेको केही मिस गर्न दि ओली लाइसेन्स भन्ने भन्नु पाइन फेरि एमाउ हजुर भन्दै चेक फेरि ब्याङ्क दिन सक्छु मैले फेरि यता घर पछि उता माइती पछि हुँदै यहाँ बार्गेनिङ चल्दैछ ओके अर्को नि गरम अन्त फेरि अर्को चाहिँ दिम लाग्यो फेरि आज अलि कन्न भएर आउँछौँ हामी वहाँ अस्मिनले एउटा साथी अस्मिन होइन त्यो त्यसको डबल अस्मिनले एउटा साली लान्छु भनिरहेछ उहाँ 70 रुपियाँ बल्ल सन्दी यहाँ बार्गेनिङ गर्न आउनुभएको छ 5,000 पनि अझै नि मिलेन है यहाँ आज मात्रै जीवाको बलि भएर ताने के आज मात्रै लिएर खान्छ आज खाएर हुन्छ सधैँ अझै नि मिलेन अझै नि भेनाको जुत्ता होइन दिदी माया लाउन क्या बहिनीहरूलाई छिटो देऊ जाडो भयो घरको पनि जान पर्यो जुत्ता सर्लकै खुट्टा लगाइदिएर भेनेका तातो अरे जानु भन्न साटो के हो र सालीहरूले नखरा मात्रै देखाउने हाम्रो डिटेल दिन पर्यो नि उता एकजनालाई हामी कतिजना आएछौँ डिटेल दिन पर्यो छिटो उता त बिदावादी भइसक्यो हाम्रो लाग्छ अब अझै नि मिलेन है भनेको भनेको छु के भन्नु हो न दिदी लिन पर्दैन बनलाई गर्ने ओके अर्को ए बाबुहरू के भन्छ जुत्ता किन्छन् हामीले नदिया भाइ यो ल हिँड हो खोइले अब पैसा लिएर जुत्ता 5 जग्गा किनेर पहिला जुत्ताको प्राइस हेरेर बल्ल मागौँ क्या मैले के हाँसले नउकेर भयो 5,000 मा जुत्ता भयो मिल्यो भयो सकियो सकियो अरे सम्झी ल एउटा सम्झीलाई आज डोल्ने होइन सधैँ हाम्रो नमस्कार गर्छ नमस्कार हो
साथीहरू 11:30 बजे बल्ल आइपुगेको अवस्था छ। यस्तो छ यहाँ हालत यहाँ यस्तो यस्तो छ हालत। अब खै त नि यहाँ जाँदा भल हालत खराब भइन्छ। सब ताकै छन् 11:30 बजीसम्म पनि भाइ। एकताल दुलै खोइ भनेको राम्री भएछस् नि त त्यही भएर। आउनु भयो दाइहरू भाउजू तल नधरान गाई विशाल अङ्कल होला बोलान हो। बुहारी पाउने हामीले सिगरेट नपाउने। बाटो छेकेर लो गाइजहरु यहाँ बाटो छेकेर यहाँ भाउजूले फिरे हुनुहुन्छ। हातले हुन्छ यो स्वर आज चाहिँ 72 को दिन साथीहरु मेरो भिडियो तिम्रो
मान्छे प्रतीक्षाबाट सुरु हुँदैछ यस यस हो अनि यहाँ चाहिँ मासु काटकुट हुँदैछ के को मासु यो के भैँसी हो कि बाख्रा हो बाख्रा जस्तो छ है टाउको त ए पारा हो पारा पो रहेछ बाख्राको जस्तै भइसक्यो अनि हाम्रो यहाँ चाहिँ मासु काटकुट हुँदैछ भने हाम्रो यो भान्सा त आज त खाली पो छ खाली केही पकाउने यसमा के गर्ने होला अनि हाम्रो यता अनि हाम्रो यता भतेर पाक्दैछ भतेर नि फेरि दुई ठाउँमा हो नि फेरि भने यहाँ काटकुट हुँदैछ टमाटर सिमला मिर्च के रे हाम्रो नमिठो खुवाउने आज हजुरलाई मैले मात्रै खाने हो र थोरै न सबैले खाने हो त्यही खाना भात के भाइ ए आलु उमाले के पो रहेछ मलाई सर चल्छ म त सरकारी हो योलाई चाहिँ जिन्ता के भन्छु जिन्ता यो चाहिँ जिन्ता बनाउने भन्दो रहेछ यसलाई चाहिँ दिदीबहिनीले रहेछ बनाउने दुलाको दिदीबहिनीले बनाइदिनु पर्ने मैथिली जस्तो के लेखेछ नाम लेख्दो रहेछ एउटा अनि एउटा के लेखेछ अरू मान्छे गाडी हजुर मैले अलिकति सुपारी भिजाएको अहिले बुझ्नु पर्छ उठ्न त निस्किन टाइम लाग्न नि पर्यो हो 1 घन्टा भयो क्या के मस्त घाम तापेर गर्ने त के हो मैले बाबुले रोकेर अझै भाउजू सुपारी मात्रै भनेको त के पो हुँदो रहेछ कान्छीले त खोजे सेकेन्डमा ओम शांति सत्ता शांति शांति भगवान शांति सर्वं सत्ता सर्वमंगलम विष्णु भगवते हरे कृष्ण भगवान सत्ता सर्वं सदा ये श्रीहरि नाम आदि मगर जिताउन बाइन्ड है
खाए जस्तो नि गर्नु न यो आयो भन्नु नगाटे यसो मजाक पनि हुँदैन मामा के हो आयो कि भन्नु नगाटे यसो भिडियोमा नि होइन त्यसरी होइन त्यहाँ बेला गरेपछि हो कि भनेपछि बाहिर आयो कि भन्नु यसो झुकाउनु सबैलाई हुन्छ नि गाटे यसो एक्सपिरियन्स मान्छे अनि झुलले भेट्टाए पनि बाहिर निकाल्छ नि त्यो बेला सबैले ताली बजा है ताली बजाएर हुन्न मलाई पैसा दिनु भन्नु न मैले बनाइदिएको सबै होइन र ओ विशाल तरे होला झ्यापा कहाँ भेट्न मिल्छ भनेको मैले कति व्यवस्था गरेँ झ्यापा कहाँ भेट्न म त्यो त मतिम सक्यो मैले हालिदिनु खोल्टिसक्यो जति खोज्नु पाइन्न क्या अहिले त खोल्टियै छ खोल्टिमै सक्यो आठे बाहिर हेर्दैन हाम्रो पाइन्न कि त्यही हो सुनको हात त्यो कहाँ अनि सामान्य त्यही हो दाजुले भेट्नु भयो 3 चोटिसम्म तास खेलाउने के बा तास ल्याउने अरे तास ल्याउ तास यसरी मामा दुईटा दिएर समाल्दा पर्छ देखिन सानो दिदीलाई त लानु चाहिँ कहाँ अब चाहिँ तास खेल्ने रे ओको थाहा छैन अरू छ बसेपछि तास खेल्न जानुपर्छ सिधै हारिँदो रहेछ पहिला सिकाउने तपाईले तपाई खेल्ने हैन उत्तर आना पर्नु 17 नम्बर गरेर कहाँ उसमा फरक नहेरिकन पैसा हाल्नु नि पाइन्छ है फेरि काट्नु ल काट्नु माथि राखिदिनु मामा जान्नु पर्छ पहिला काटे जान्नु अरे नि हेला त एक घन्टा देखाउनु नि पाइन्छ क्या फेरि रमाइलोको लागि रमाइ आयो विशालले हाको खै विशालले हाको बा विशालको माडो पाड हाको के विशालले हाको बा आउ पाल्न ए जाने रहि जा मारे बुढा 18 ले कान्छी ध्यान हजुर हाम्रो एकचोटी अब त्यसै गर्नु हजुरले नि गोरो र अहिले यस्तो हाल्दिनु यसरी कति नराम्रो भएर चाहिँ कपाल कोर्नु पर्यो मलाई त थाहा पाएँ हामीले नि कपाल त कोरेको छैन साथीहरू कपाल सपाल कोरेको छैन काहीँ नल्याएर रहेछ मैले त झन् अनि लगाउने भनेर लगाएको यति गाह्रो भएन भन्दाखेरि सन्चै किनी रहेछ पैसा लाग्न 2 घन्टा नटाउनेहरूलाई त्यसलाई भनेको नातिन भन्छ
बोकेर आएको भाइ दुबुरे भिडियो गरेको त बल्ल तैँले त्यसो गर्नु भनेको कि मैले मलाई भन्न आएन फोटो खिच्न रेडी हामी साथमा क्यामेराम्यान बोकेर हो के फेरि अनि फेरि फोटो खिच्ने स्टेसन हेर्ने यहाँ जक्सन पुरा रोडमा टक्क परेर हामी दुईटी चाहिँ साथी भएर आइदिएको है फेरि हामी चाहिँ भयो भएन योलाई जाडो नहुँदो रहेछ साथीहरू फेरि यो स्वेटर आएदेखि लगाइबाट दोस्तै मैले स्ट्रेस भएर जाडो नभएको त्यो त अनुहारमै देखाएको छ कस्तो गाछा लगाएको जस्तो देखेको केटी तेरो त अहिले त बिसेक भइगयो त केही पनि देखेको छैन त के होइन गाजा लाए जस्तो त देखेको छैन हौ मलाई भाइहरूले देख्दै पछि करान यहाँको फोटो खिचे रिसेप्सनको फोटो फर्स्ट टाइम लाइभ हेर्दैछु मैले हामी चाहिँ सब ग्राहकहरू यति धेरैजना दर्शकहरू सबै ग्राहक नै सालीहरू कहाँको सालीहरू भदौरेको सालीहरू ओके हाँस्नु है अलि दाँत देखाएर सुन्तलातिर हेर्नु ल ल सुन्तलातिर हेर्नु त यो सुन्तलातिर गाइस खोइ ढुङ्गा यसको काम भन्ने यहाँ ढुङ्गा ढुङ्गा उठाउँदै दिँदै यसले हेल्परको काम गरेको गाइस बहिनी भएपछि हेर ढुङ्गा नि उठाइदिन पर्यो उहाँ फेरि ढुङ्गा हाली फोटो खिच्नु परेछ नाच्नेको हुलै अब चाहिँ बाटो जान्छ रे बाटोलाई बिगाइ गर्नु रे अब त्यही भएर लास्ट झ्याप भनेर नाचिरहेको अवस्था अब यही हो लास्ट भनेर बेलुका चाहिँ रतौली हो अहिले बाटोले हाम्रो नि दिदीको छोरा छ के को आफ्नो ज्ञान धान्न सकेको छैन उहाँ नाचेर कस्तो टप्लाकै छेकिदिएको होला कस्तो टप्लाकै छेक्नु भयो ल हेर रतौली लाग्यो यो चाहिँ बिहाको लास्टको भिडियो हो साथीहरू भिडियो कहिले आउँछ थाहा छैन तर यो मेरो लास्टको भिडियो है यो बिहाको अब म भोलि फर्किन्छु आज रतौलीसँगै बिहा पनि सकियो र हेर यिनीहरू त बाजामा मात्रै
यस्तो लिमन नाच्नेहरू रहेछ यहाँ त 101 जना छ के नाच्नेहरू 101हरू रहेछ सबभन्दा कम छैन भाइ सब नाच्नेहरू मात्रै हेर झन् यो केटाकेटीले यसरी नाच्ने लौ ल गए बा पण्डित बा है फेरि ए अस्ति देखिसक्नुभयो पण्डित बा भनेर बालाई बिदाई गर्नु पर्यो भाउजूलाई नि बाई बाई भाउजू सबले बिदाई गर्नु पर्यो यहाँ आन्टीलाई ल बाई बाई गर्नु ल मलाई बाई बाई हो तेरो बिहामा आउँदा त साँच्ची छोडै बोकेर आउने भयो म त लामो बाई बाई गरिदिनु न त ल बाई बाई अब अर्कोचोटि आउँदा छोरो बोकेर आउँछु म आउँदा नाति लिएर आउने साथीको बिहामा आउने आफू त बच्चा च्यापेर भाइ ल बाई बाई गरिदिनु न त शान्ति दिएँ हजुर कहिले आउने त नि पोखरा अब तिमी आसी अनि जाने नि सँगै ए कपाल दिदीको के भन्छन् हेर त त्यस्तै हो बाउलाई जस्तै भइछ हाम्रो कपाल नि त्यस्तै भएछ खै अरू यसो बाई बाई गरिदिउँ सबैलाई भनेको यहाँ चाहिँ ए बर्थडे कल ह्याप्पी बर्थडे यो बुढी भयो अब 1 वर्ष भन्दै नभनेको मैले सधैँ सुरुमा हो ह्याप्पी बर्थडे टु यु बर्थडे टु यु विदाउट सरप्राइज फेरि केही छैन विदाउट भाँडो मान्दा ए आज त बर्थडे हो भन्ने याद आएको फेरि केही नि होइन अरू त अब नयाँ भाउजूलाई अब नरमाइलो नमानी नबस्नु है साथी छ हजुरको त हाम्रो जस्तो एक्लो छैन